वाओ दिपेन्द्र सिंहरी वाओ वाओ कति बयान गरौँ कि म त बयान गर्दा गर्दा थाकि नै सकेँ के यस्तो ब्याटिङ गरेका थिए अहिले यो वर्ल्ड कपभित्र होइन दुई दुईवटा सेन्चुरी हाफ सेन्चुरी हाने यो गर्वको कुरा भयो र इतिहास रचेका हुन् र त्यसै गरेर अहिले चाहिँ अलराउन्डरको ऱ्याङ्किङमा चाहिँ 8बाट 4मा झडिसके यो भनेको धेरै इम्प्रुभ भयो क्या अलराउन्डर ऱ्याङ्किङमा कुनै समय 2मा थिए अहिले 4मा अब 8मा पुगेका थिए किनभने चाहिँ उनको पर्फर्मेन्स डाउन भएको थियो तर अहिले चाहिँ उनको चाहिँ ब्याटिङ बलिङ सब इम्प्रुभ भएको छ र उनी 4थमा छन् भनेपछि केही समयपछि 2 या 3मा आउन देख्न सकिन्छ हामीले किनभने चाहिँ उनको सबै इम्प्रुभमेन्टहरू इम्प्रुभ भइरहेको छ कि उनको खेलमा उनले इम्प्रुभ गर्दै गएका छन् ब्याटिङ त्यस्तै छ बलिङ फिल्डिङको त कुरै नगरौँ हार्दिक पाण्डे 3rdमा रहेका छन् तर ओभरअल हार्दिक पाण्डेलाई पनि जित्न सक्छन् है मलाई लाग्छ त्यसपछि अब इस्लामाबाद युनाइटेडले पनि उनलाई पिएसएलमा खरिद गरिसकेको छ ओभरअल गेम दामी छ र अब हेर्न बाँकी छ योभन्दा पछि कति बवाल गर्छन् र कति इम्प्रुभमेन्ट ल्याउन सक्छन् खेलमा भन्ने कुरा अब हेर्न बाँकी छ तर ओभरअल दामी छ यार सेल्युट छ यार हाम्रो नेपालले चाहिँ 5th नम्बरमा चाहिँ वर्ल्ड कपमा फिनिस गर्यो र अब 2028को लागि फेरि सायद हाम्रो टिमले पनि सङ्घर्ष गर्न पर्ने हुनसक्छ सायदै ल ठिक